कति बज्यो ओहो अफिसको टाइम भइसकेको छ ल बुढी म चाहिँ गएँ अफिस हतार भइसकेको छ हेलमेट लग्न बिर्सिनु भयो ओहो के मेरो दिमागलाई कति बिर्सिने भएको छ भने आजकल ओहो पर्स आज त यही बिर्सेर गएछन् सबै पैसा झिक्दिने हो आज त यहाँ मेरो पर्स थियो कहाँ गयो है मेरो पर्स कहाँ राख्नु भयो त मलाई त थाहा छैन कहिले आफ्नो सामान ठिक ठाउँमा राख्नु हुँदैन चल आज एटिएमबाट पैसा निकालेको थिएँ उहाँ अफिसमा पैसा चाहिन्छ भनेर तेरिका कहाँ खोज्ने होला अब कहाँ राख्नु भयो छोड्दे अब अहिले खोजेर साध्य हुँदैन मलाई ढिला भइसक्यो मलाई 4-5 हजार रुपियाँ छ भने 4-5 हजार अहिले त छिट्ले मलाई ढिला भइसक्यो टाइम मात्रै दिनुहुन्छ म दिन्छु के त्यही पर्सबाटै निकालेर लैजा बरु नत्र दिनुहुन्छ नि हैन दिन बेला फेरि त्यति पत्यार लाग्दैन भने अहिले पर्स खोजिदिउँस् भरि लाएर हैन त्यहाँ मेरो 15,000 रुपियाँ जति होला सायद त्यसबाट 6,000 रुपियाँ तँली अनि बाँकी मलाई राख्दै ल 5 को सट्टा 6 1,000 तँलाई फ्री जे किन्छस् किन ल मोज गर गएँ म बाई बाई ल गए जस्ता छन् 15,000 भने पनि सबै राख्ने हो आज त 4,000 र लास्टमा 2,000 पनि एक्स्ट्रा माग्ने हो कहाँ छोड्छु र मौका पाएको बेला 5 रुपियाँ आज चुना लाएर गयो कस्तो बुढो रहेछ नि आज चुना लाएर गयो यो 5,000 को 10,000 निकाल्न सकिने भने मेरो नाम पनि पवित्र होइन सक्नु घर त आउनु न मैले जानेछु